कस्तो सुस्त चलिरहेको थियो होला त्यो समय, जुन बेला सबैजना फोटो खिच्न सम्झना राख्न भनी निलम स्टुडियो आउँथे। अनि साँच्चै आजभोलि सम्झना मात्र त भयो। स्टुडियोका मालिक दीपक खातीले छोडेर जानुभएको पनि 9 वर्ष भइसकेको रहेछ। उनका श्रीमती सरोजा खाती सम्झना गर्दै पुराना यादहरू मुटुभरि रहेको बताउँछन्। 2026 को माघे मेलाको उपलक्ष्यमा निलम स्टुडियो खोलिएको देखियो, तर फोटो खिच्नको निम्ति होइन, खानेकुरा बेच्नको निम्ति। दोकानको ढोकामा मोमोको मिठो सुवासना आइरहँदा पछि थन्किएका पुराना फोटोहरूले मिठो इतिहासको सम्झना दिलाइरहेको भेटियो। वरपर जोरथाङ बजारको पुरानो फोटो, भूतपूर्व मुख्यमन्त्री स्वर्गीय नरबहादुर भण्डारी, यस्तै थुप्रै पुराना रङ मिसिएका फोटोहरू, मिठो सम्झनाका धुलोहरू टाँसिएका रहेछन्। आफ्नो नन्दा अत स्वर्गीय दीपक खातीका बहिनी निलम खातीको नाममा बनिएको यो निलम स्टुडियो। यो स्टुडियोसँग मिठा याद र सम्झनाहरू त कति छन् कति। कुनै दिन समय निकालेर भेट्ने र बाँड्ने बाछाको साथमा श्रीमती सरोजा खाती दिदीसँग बिदा भयौँ। यो कथामा कुनै दिन भेटौँला है त।